टेलिभिजनमा जन सवाल कार्यक्रममा सबभन्दा पहिला म श्री कृष्ण महर्जनको तर्फबाट जोजोलोपा नमस्कार अनि अभिवादन। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम संविधान सभाबाट बनेको नयाँ संविधान अनुसार प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भइसकेको र निर्वाचनको परिणाम करिब आइसकेको, प्रत्यक्षतर्फको सबै परिणाम आइसकेको र समानुपातिकको केही मात्रामा बाँकी रहेको अवस्थामा अब मुलुकको राजनीतिक घटनाक्रम, राजनीतिक दलहरू, राजनीतिक समीकरण कस्तो हुनेछ भन्ने अड्कलबाजी गर्न थालिएको अवस्था। सरकार निश्चित रूपमा वाम गठबन्धनले चलाउन सकिने अवस्था र उनीहरू एकमत भएर जाने अवस्थामा 5 वर्षसम्म चलाउन सक्ने अवस्था देखिएको यो परिस्थितिमा यो निर्वाचनको परिणामदेखि लिएर भविष्यमा नेपालमा आउन सक्ने राजनीतिक मुद्दादेखि लिएर नेपालका आदिवासी जनजाति, मधेसी उत्पीडित समुदायले उठाएका मुद्दा सम्बोधनको विषयमा कुराकानी गर्नका लागि आदिवासी जनजातिका अभियन्ता नन्द कन्दङवालाई आमन्त्रण गरेका छौँ। उहाँसँग कुराकानीतर्फ लागौँ। नन्द कन्दङवाजी नमस्कार। जोजोलोपा नमस्कार। अहिले चुनावको परिणाम आइसकेको अवस्था छ, करिब समानुपातिकको अलिकति मात्रै बाँकी छ। यो परिणाम हेर्दाखेरि साँच्चै नै वाम गठबन्धनले स्पष्ट बहुमत ल्याइएको अवस्था, करिब द्वितीय बहुमत ल्याउनको लागि पनि केही मात्रामा अभ्यास गर्यो भने अरूको सपोर्ट आउन साथै द्वितीय बहुमतसम्म पुग्ने अवस्था देखिएको छ। यो स्थायी सरकारको लागि भनेर उहाँहरूले जुन नारा दिनुभयो त्यो अनुसार मतदान गर्ने क्रममा जनताले पत्याएको जस्तो देखिएको छ। तपाईँलाई कस्तो लाग्छ? आदिवासी जनजातिका एकजना अभियन्ताको दृष्टिकोणबाट हेर्दाखेरि यो मत परिणाम, यो चुनावको नतिजा हेर्दाखेरि मुलुक कतातिर अब अगाडि जान्छ? होइन, अब यसरी हेरौँ। अब वाम गठबन्धन भनेर जुन आधारमा वाम गठबन्धन बन्यो त्यसको आधारमा र उहाँले जुन नारा तय गर्नुभयो त्यसको आधारमा जनताले मत दिएर अब अहिले 2/3 त नभनौँ, स्पष्ट बहुमत चाहिँ बन्ने नै भयो र बहुमतको सरकार बन्ने भएको हुनाले अब 5 वर्षसम्म वाम गठबन्धनको सरकार चल्ने स्पष्ट देखियो। अब यदि अब एक्सेप्सनल केस भनौँ न, अब कहिले त्यही गठबन्धनभित्र पनि सानातिना कुराहरूले चाहिँ द्वन्द्व पैदा हुन्छ। त्यस्तो स्थिति भएन भने अब 5 वर्ष त वाम गठबन्धनले चलाउने नै भयो, उसको सरकार बन्ने नै भयो। अब यो समग्र स्थितिलाई हेर्दाखेरि के देखिन्छ भनेदेखि अब उहाँले जुन नारा अगाडि सार्नु भएको छ, जुन खालको उहाँहरूको घोषणापत्रले जे गर्छौँ भनेको छ, जुन निभिजन गर्नुभएको छ, त्यसले चाहिँ आदिवासी जनजातिको दृष्टिकोणबाट हेर्दाखेरि खासै आदिवासी जनजातिको पक्षमा देखिँदैन। अब स्थिति फेरि पनि के छ भनेदेखि संसद बनिसकेपछि, सरकार बनिसकेपछि केही कुराहरूमा तलमाथि हुनै सक्दैन भन्ने त भन्न सकिँदैन। तर अब घोषणापत्र र कमिटमेन्ट जुन जाहेर भएको छ उहाँहरूको तर्फबाट, त्यसले चाहिँ साह्रै धेरै आदिवासी जनजातिको कुरा अगाडि बढाउँछ भन्ने देखिँदैन। तर के छ भनेदेखि अब बिचमा आदिवासी जनजातिहरूको स्थिति के हुन्छ त्यसले पनि धेरै निर्धारण गर्छ र अरू राजनीतिक दलहरूले पनि आदिवासी जनजातिको विषयलाई, इस्यु सवालहरूलाई कसरी उठान गर्छन् त्यसमा पनि अलिकति भर गर्छ जस्तो मलाई लाग्छ। अहिलेको अवस्थामा जुन चाहिँ निर्वाचनको परिणाम आएको छ, यो निर्वाचनको परिणाम हेरेर मान्छेहरूले आदिवासी जनजातिको मुद्दा उठाउनेहरूलाई जनताले विश्वास गरेन। आदिवासी जनजातिले उठाएका पहिचानको मुद्दा अब चाहिँ झन् ओरेलोतिर लाग्यो। तपाईँको यो मुद्दा झन् कमजोर भयो। यो चुनावको परिणाम हेर्दाखेरि जो यो चाहिँ मुद्दाको पक्षमा छन् उनीहरू नै हारियो भन्ने कुराहरू छन्, विश्लेषण छन्। तपाईँलाई कस्तो लाग्छ? होइन, अनि मुद्दा नै हारेको भन्ने कुरा त अब म चाहिँ आफू व्यक्तिगत रूपले मान्दिनँ। मुद्दा त झन् जितिरहेको अवस्था छ। किनभनेदेखि यो मुद्दा चाहिँ म तपाईँलाई अलिकति पछाडि 2047 साल 2045-46 सालतिरको कुराकानी गर्छु। 45-46 साल के पञ्चायती कालमा यो यस्तो खालको कुरा गर्न चाहिँ के मान्थ्यो भने अक्षम्य अर्थात् चाहिँ अपराध मानिन्थ्यो।
त्यसबेला यस्तो कुरा उठाउनै सकिँदैन थियो। 47 सालमा प्रजातन्त्र आयो। 46-47 सालको आन्दोलनले जुन प्रजातन्त्र ल्यायो, प्रजातन्त्र ल्याइसकेपछि पनि आइसकेपछि पनि यस्तो मुद्दाहरूले साह्रै धेरै ठाउँ पाएन। किनभनेदेखि त्यसबेला जुन आयोग बन्यो, यो संविधान बनाउने आयोग, त्यसमा आदिवासी जनजातिहरूले धर्मको विषयलाई लिएर, भाषाको विषयलाई लिएर थोरै थोरै र्यालीहरू र सङ्घर्षहरू नगरेका होइनन्, तर त्यसको स्थान थिएन त्यसबेला। तर जब माओवादी जनयुद्ध भयो, माओवादी जनयुद्ध कालमा चाहिँ अब यसलाई पोलिटिकल्ली यसले एउटा स्थान पायो। त्यो स्थान पाएको कारणले गर्दाखेरि यो यति माथिसम्म आयो आदिवासी जनजातिको मुद्दाहरू, र त्यो मुद्दाले पनि अब संविधान निर्माणको क्रममा आइपुग्दासम्म खासै त्यसले एउटा सेप आकार ग्रहण गर्न सकेन, भनौँ न, त्यो संविधानमा पस्न सकेन। पस्न नसके पनि केही मुद्दाहरू त संविधानमा पसेकै छन्। त्यसले गर्दाखेरि यसको पनि एउटा के हुँदो रहेछ भनेदेखि क्रमशः एउटा प्रक्रिया हुँदो रहेछ। जस्तो पञ्चायतकालदेखि अहिलेसम्मको स्थितिलाई आउँदाखेरि यो मुद्दा हारेको होइन, यो मुद्दाले जितिरहेको छ। अहिले चाहिँ संविधान निर्माणको बेलामा चाहिँ के भयो भनेदेखि थोरै तलमाथि मात्रै पर्यो। त्यसमा चाहिँ अब विभिन्न फ्याक्टरहरूले पनि काम गर्यो होला। त्यसले गर्दाखेरि यो अहिले पछाडि धकेलिएको हो कि भन्ने मात्रै हो। तर यो मुद्दा चाहिँ अब जनस्तरको लेभलमा र अब एक लेभलको पोलिटिकल पार्टीमा काम गर्ने मान्छेहरूको मनस्थितिलाई हेर्दाखेरि यो मुद्दा जिति नै रहेको छ। जितिरहेको छ भन्नाले यो अगाडि आइरहेको छ, यो अलिक झन् सुदृढ हुँदै गएको भन्ने लाग्छ मलाई। अब जहाँसम्म मान्छेले के भन्छन् भनेदेखि यो मुद्दा बोकेको राजनीतिक विचारले हार्यो भने त त्यसो भनिहाल्न अहिले मिल्दैन। किनभनेदेखि त्यही मुद्दा बोकेरै केही राजनीतिक दलहरू माथि पनि आएका छन्, उनीहरूले संसदमा सिट पनि प्राप्त गरेका छन्, राम्रै सिट प्राप्त गरेका छन्। अब प्रदेशहरूमा पनि राम्रैसँगले सिट उनीहरूले मत पाएका छन्। त्यसो भएको हुनाले त्यो पहिलेको तुलनामा अहिले हेर्ने हो भनेदेखि चाहिँ त्यो अझै अगाडि नै बढिरहेको देख्छु म चाहिँ व्यक्तिगत ढङ्गले। मेरो विश्लेषण चाहिँ त्यस्तो छ। अब एउटा कुरा चाहिँ के विचार गर्नुपर्दछ भने धेरै अगाडिदेखि जुन रफ्तारमा राजनीति अगाडि बढिरहेको छ त्यसको असर त निश्चित रूपले हुन्छ नै। त्यस कारणले अहिले तुरुन्तै त्यो सबै कुराहरू उलटपुलट हुन्छ भन्ने कुरा चाहिँ त सोचमा पनि अलि हुँदैन होला। किनभनेदेखि त्यसले समय लिन्छ। अब त्यो समय लिने भएको कारणले यसले पनि केही समय लिन्छ, तर त्यो मुद्दा चाहिँ अझ सुदृढ हुँदै गएको छ। किनभने पहिला अब सवालहरू मात्रै आए, एजेन्डाहरू मात्रै के आए। अब यसलाई वैचारिक हिसाबले पनि यो अगाडि बढ्ने अवस्थामा गइरहेको छ। जब वैचारिक सैद्धान्तिक कुराबाट नै यसलाई सेपिङ गरेर अगाडि बढ्ने कुरा हुन्छ, तब यसले एउटा आकार ग्रहण गर्छ र त्यो चाहिँ बिस्तारै त्यो एजेन्डाहरू चाहिँ त्यो वैचारिक सैद्धान्तिक रूपले कभर गरिसकेपछि, त्यसलाई सैद्धान्तिकरण गरिसकेपछि त्यो चाहिँ जनता माझमा बिस्तारै जान्छ। त्यो जान अब सुरु गरेको छ। त्यसले गर्दाखेरि यो सुदृढीकरणको लाइनमा छ, अझ यो सशक्त हुने लाइनमा गइरहेको देख्छु म चाहिँ। चुनावको परिणामलाई हेर्दाखेरि मधेसवादीहरूले चाहिँ एक ढङ्गको उनीहरूले मधेसवादी दलहरूलाई जिताएको देखिएको छ भन्दाखेरि उनीहरूले आफ्नो मुद्दा स्थापित गरेको त्यहाँ पनि मधेसमा 2 नम्बर प्रदेशमा उनीहरूले आफ्नै ढङ्गको पहिचान बनाउने अवस्था देखिएको छ। थारूको सवालमा भन्दाखेरि पनि रेशम चौधरीहरू जित्नुभयो, अन्य जित्नुभयो भन्दाखेरि थारूको एक ढङ्गको सङ्घर्षबाट उनीहरू संविधानमा पनि संवैधानिक जातिको रूपमा त स्थापित भइसकेको छ। आदिवासी जनजाति भए तापनि थारू भनेर अलग्गै राखेर फेरि आदिवासी जनजाति राखेको छ। तर आदिवासी जनजाति समग्रमा हेर्दाखेरि थारूलाई अलग राखेर हेर्ने हो भने आदिवासी जनजातिले खासै उपस्थिति देखाउन सकेन भन्दाखेरि थारू र मधेसीले चाहिँ यो मुद्दालाई उठायो, तर अन्य आदिवासी जनजाति नेवा तामाङदेखि लिएर राई लिम्बू यिनीहरूले चाहिँ एक ढङ्गको चाहिँ यसलाई स्वीकार नगरेको, अनावश्यक ठानेको हो कि भन्नेहरू छन्। उहाँहरूलाई के भन्नुहुन्छ? होइन, अब त्यो एकैचोटि एक्सेप्ट पनि हुँदैन, एक्सेप्ट हुने लाइनमा जाँदैछ। किनभने यो वैचारिक सैद्धान्तिक कुरा के रहेछ भनेदेखि एजेन्डा मात्रै प्रथम कुरा हुँदो रहेछ, एजेन्डा पनि प्रथम कुरा हुन्छ। जसरी इन्डियामा आम आदमी पार्टीले के गर्यो भनेदेखि भ्रष्टाचार विरुद्धको आन्दोलन सुरु गर्यो, तर भ्रष्टाचार विरुद्धको आन्दोलन गरेर उसले त्यो एजेन्डा मात्रै हो, तर एजेन्डालाई पनि मान्छेले साथ दिए त्यसलाई। तर त्यो चाहिँ कमन आम मान्छेहरूको सवाल बन्यो र त्यस हुनाले
त्यसलाई उहाँहरू अहिले सैद्धान्तिकरण गर्ने वैचारिक सैद्धान्तिकरण गर्ने लाइनमा हुनुहुन्छ। अब नेपालमा एजेन्डा आदिवासी जनजातिको एजेन्डा उठ्यो, तर एजेन्डालाई वैचारिक सैद्धान्तिकरण गर्ने कुरा चाहिँ कम भयो, त्यो थिएन। तर वैचारिक यहाँ नेपालमा चाहिँ के छ भनेदेखि विचार प्रथम कुरा हो, अरू कुराहरू चाहिँ विचारले नै निर्देशित गर्छ, विचारले नै सबै समस्याको समाधान गर्छ भन्ने सोच भएको हुनाले यहाँ धेरै मान्छेहरू चाहिँ जुन विभिन्न पोलिटिकल पार्टीमा लागेका मान्छेहरूले त्यो एजेन्डालाई समर्थन गर्दै पनि त्यो एजेन्डामा उहाँहरू चाहिँ सहमत हुँदै पनि विचारको कारणले गर्दाखेरि उहाँहरू त्यसमा अन्ततोगत जान सक्नु भएन। त्यसको एउटा के अरे कमजोरी पक्ष भनेको त्यो हो। तर अब यो वैचारिक सैद्धान्तिकरण भएर जाने दिशामा भएको हुनाले अबका दिनहरू चाहिँ यसको यो जुन एजेन्डा आदिवासी जनजातिको सवाल छ त्यो अलिक प्रखर रूपमा नै जान्छ जस्तो लाग्छ। र अहिले एउटा चाहिँ के छ भनेदेखि आदिवासी जनजातिहरूमा अब साह्रै त्यसलाई पिन पोइन्ट गरेर भन्नु त भन्दाखेरि अलिकति असहज हुन्छ होला। तर आदिवासी जनजातिको अहिलेसम्मको के रहेछ भने नेपालको लामो हिस्ट्रीमा के भयो भनेदेखि एसिस्टेन्ट जस्तो मात्रै भएर रहने, जस्तो माने दास भन्छन् नि, माने पोलिटिकल्ली कल्चरल्ली त्यो दासको स्थितिबाट चाहिँ गुज्रियो आदिवासी जनजातिहरू। अब दासै त अब दासको रूप त फरक विविध खालका हुन्छन्। आर्थिक रूपले पनि अब जस्तो पश्चिमा कमाइहरू चाहिँ सामाजिक आर्थिक हिसाबले नै दास भए। अब यो एक किसिमको दासको मानसिकता विकास भयो आदिवासी जनजातिहरूमा। त्यसो भएको हुनाले त्यो दास मानसिकता अब भन्ने केही भनाइ पनि छ नि, जस्तो आदिवासी जनजातिहरू चाहिँ कस्तो भनेदेखि आफूलाई मारेर पुर्ने खाडल चाहिँ अब खन्न रमाउनेहरू चाहिँ रमाउँछन् आदिवासी जनजातिहरू। त्यति धेरै लामो सोच राख्दैनन्। अब यो गर्दा के हुन्छ भनेर चाहिँ धेरै नसोच्ने अनि आफूलाई पुर्ने खाडल खन्न लगाएर त्यो खन्नको लागि पनि रमाइकन खन्ने खालको मान्छेहरू हुन् भन्छ कतिपय मान्छेहरूले। वास्तवमा त्यो पनि केही हदसम्म ठिकै होला, किनभने हामी धेरै यो आदिवासी जनजातिको एउटा कल्चरल माने सांस्कृतिक हिसाबले सामाजिक हिसाबले त्यो धेरै चिन्ता गर्ने जाति होइन रहेछ। त्यस हुनाले त्यो धेरै चिन्ता गराउनको लागि र त्यो लेभलमा कन्सियसनेस ल्याउनको लागि धेरै मेहनत गर्नुपर्दो रहेछ। त्यो मेहनत चाहिँ पुगेको छैन। नभए अहिलेको जुन कन्सियसनेसको लेभल हेर्ने हो भनेदेखि पहिलेको भन्दा धेरै अगाडि बढेको छ, तर जति चाहिएको हो त्यति भएको छैन। त्यस हुनाले त्यसलाई अहिलेको मेन स्ट्रिममा रहेको पोलिटिकल पार्टिजहरू भनौँ या चाहिँ आदिवासी जनजातिको मुद्दा नबोक्ने पार्टीहरूले त्यसलाई धेरै क्याप्चर गरे, त्यसलाई उपयोग गरे, त्यो मात्रै हो जस्तो मलाई लाग्छ अहिले चाहिँ। तर निकट भविष्यमा यसको यो चाहिँ अगाडि बढ्छ र यसले अरूलाई चाहिँ एउटा के छ भने च्यालेन्ज गर्दै अगाडि जाने ताकत राख्छ भन्ने मलाई चाहिँ एटलिस्ट विश्वास लाग्छ। किनभने पहिलेको चुनावी मत परिणामहरूलाई हेर्दाखेरि र मत परिणाम भन्नाले सङ्ख्याको हिसाब होइन, यो फर्स्ट पास्ट द पोस्टको कुरालाई छोडेर समानुपातिकलाई हेर्ने हो भनेदेखि चाहिँ अहिले बढेकै छ। पहिलेभन्दा पछिल्लोमा बढ्यो, पछिल्लोभन्दा अहिलेकोमा अब निश्चित रूपले पनि रिजल्ट त्यो समानुपातिकको आउँदै छ, त्यो गन्ती हुँदैछ, तर त्यो निश्चित बढ्छ। अहिले ट्रेन हेर्दाखेरि बढेको देखिन्छ। त्यसले गर्दाखेरि यो अब यो सकिन्छ भन्ने जुन खालको मान्छेहरूको हाइपोथेसिस छ त्यो चाहिँ सही हुँदैन छैन। तपाईँ अहिले हेर्दै हुनुहुन्छ इन्डिजिनियस टेलिभिजन। इन्डिजिनियस टेलिभिजनमा हामी कुराकानी गर्दैछौँ आदिवासी जनजातिका अभियन्ता नन्द कन्दङ्वासँग जनसवाल कार्यक्रममा। अब नि छोटो विश्रामपछि पुनः आदिवासी जनजातिको सवालको विषयमा केन्द्रित भएर कुराकानी गर्नेछौँ। जीवु तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु ने नेवा खया थिथि बुख मनोरञ्जन यादवु नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले निनेसिया झिन्निता ताइले स्वेगु लोमंका दिमते नेवाला इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रममा
फेरि पनि तपाईँलाई स्वागत छ। म श्री कृष्ण महर्जनको तर्फबाट हामी कुराकानी गर्दैछौँ आदिवासी जनजातिका अभियन्ता नन्द कन्दङ्वासँग। उहाँसँग कुराकानी गरिरहेको विषय अहिलेको चुनावको परिणाम र आदिवासी जनजातिको सवाल, आदिवासी जनजातिको मुद्दाको विषयमा। उहाँ आदिवासी जनजातिहरूको अहिलेको अवस्थामा यो मुद्दा सम्बोधन हुन्छ। आदिवासी जनजातिहरूको मुद्दालाई लिएर राजनीतिक पार्टीहरूले पनि सम्बोधन गर्न बाध्य हुन्छन्। भोलिका दिनमा आशा गर्ने ठाउँ धेरै छन् भन्ने कुरा बताइराख्नु भएको छ। अहिले राजनीतिक परिस्थिति हेर्दाखेरि, यो चुनावको परिणाम हेर्दाखेरि सरकार निर्माणको प्रदेश सरकार र सङ्घको सरकार अर्थात् केन्द्रीय सरकारको यो दृष्टिकोणबाट हेर्दाखेरि आदिवासी जनजातिहरूलाई कतिको सजिलो हुन्छ त, यो विषयमा केन्द्रित भएर फेरि कुराकानी गर्छौँ। नन्द कन्दङ्वाजी, अहिले चुनावको परिणाम हेर्दाखेरि अन्ततः एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने निश्चित छ। अर्को भन्दाखेरि 7वटा प्रदेशमध्ये 6वटा प्रदेशमा वाम गठबन्धनको सरकार हुने निश्चित छ। 2 नम्बर प्रदेशमा मात्रै मधेसवादी र आदिवासी जनजातिको मुद्दा उठाएका दलहरूले सरकार बनाउन सकिने देखिएको छ। यो अवस्थामा जो प्रधानमन्त्री बन्दै हुनुहुन्छ उहाँलाई आदिवासी जनजातिहरूले सबभन्दा आफ्नो विरोधी व्यक्तिको रूपमा चित्रण गर्ने, सार्वजनिक रूपमा अभिव्यक्ति दिने, त्यो ढङ्गको त्यो भाषा प्रयोग गर्ने गरिरहँदाखेरि उहाँले नै सबभन्दा बढी मत ल्याएर जितेको। अहिले उहाँ सरकारमा गइसकेपछि, प्रधानमन्त्री बनिसकेपछि, उहाँको नेतृत्वमा सरकार बनिसकेपछि कि आदिवासी जनजातिहरूको मुद्दा, पहिचानको मुद्दा, समानताको मुद्दा, समावेशिताको मुद्दा लगायतका भाषिक मुद्दा, यो मुद्दामा के होला जस्तो तपाईँलाई लाग्छ? होइन, अब के हुन्छ भन्दा पनि अहिले अब ओली सरकारको नेतृत्वमा बन्ने सरकार अर्थात् चाहिँ अब यो संसदै पनि अब 2/3 नपुगे पनि बहुमत हुन्छ वाम गठबन्धनको। अब यो केपी ओली लगायत उहाँको पार्टी भनौँ न, अब अहिले त माओवादीले पनि आफ्ना मुद्दाहरूलाई छोडेर एमालेको एजेन्डामा गइसकेको कारणले गर्दाखेरि अब देश त के छ भनेदेखि एउटा बाटोमा जान सुरु गर्यो, जाँदैछ भन्नु पर्यो। तर के छ भनेदेखि अब केपी ओली र उहाँको पार्टी भनौँ न, उहाँको पार्टीको विचार चाहिँ कस्तो भनेदेखि यो म चाहिँ के भन्छौँ भने यो राष्ट्र राज्य भन्छौँ नि, जस्तो आदिवासी जनजातिहरूले उठाउने कुरा के हो भने बहुराष्ट्रिय राज्यको कुरा हो, अर्थात् त्यसमा समाजवाद जोड्यो भने बहुराष्ट्रिय समाजवादको कुरा हो। अब हाम्रो ओलीजी र त्यो विचारको मान्छेले उठाउने भनेको एकल राष्ट्रिय राज्य र एकल राष्ट्रिय समाजवादको कुरा हो। त्यसैले यहाँ धेरै फरक छ। अब यहाँ के छ भने एक्सट्रिम धार, त्यो राष्ट्रवादको पनि एक्सट्रिम धार ने उग्र राष्ट्रवादीको रूपमा चाहिँ त्यो पनि पहाडीहरूको राष्ट्रवाद नि, त्यो उग्र राष्ट्रवादको धार पक्रेको कारणले गर्दाखेरि अब तपाईँले रिजल्ट हेर्नुभयो भने पनि पहाडी भेगमा सबै के अरे ओलीको पार्टीले जितेको र अहिले वाम गठबन्धनमा जुन अब माओवादीले पनि एजेन्डा हापिसकेको हुनाले लगभग एमाले नै हो भन्नु पर्यो। त्यसैले अब त्यो त प्रष्टै देखिन्छ। त्यसैले अब यस्तो बेलामा कहिले कहिले के हुन्छ भने राष्ट्रवादको धारले चाहिँ कहिले कहिले काम गर्छ। यो नेपालमा मात्रै होइन, इन्डिया विश्वकै परिप्रेक्ष्यमा हेर्नु हो भनेदेखि राष्ट्रवादले कहिले उग्र राष्ट्रवादले काम गर्छ, कहिले अब मध्यमार्गी राष्ट्रवादले काम गर्छ। त्यो भएको हुनाले अहिले चाहिँ अहिलेको अवस्थामा अब विभिन्न परिप्रेक्ष्य भनौँ न, अहिले हाम्रो चाहिँ छिमेकीसँगको परिप्रेक्ष्य, ग्लोबल कन्टेक्स्टको भन्नुहोस् र रिजनल कन्टेक्स्टको आधारमा हेर्दाखेरि पनि विभिन्न कन्टेक्स्टले फरक पारिरहेको हुन्छ। त्यसैले अहिलेको कन्टेक्स्ट चाहिँ कस्तो हो भनेदेखि उग्र राष्ट्रवादको धार चाहिँ बलियो हुने रहेछ, किनभने त्यो चाहिँ इन्डियाको विभिन्न अब खास गरिकन इन्डियाको अलिकति नेपालमा चाप धेरै परेको कारणले गर्दाखेरि चापको विरुद्धमा नेपाली जनताहरू रहने र त्यसमा पनि खास गरिकन पहाडी त्यो राष्ट्रवाद चाहिँ भयङ्कर अगाडि बढेर गयो। त्यसले गर्दाखेरि त्यो जनताले पनि समर्थन गरे, तर सधैँ त्यसको दिन हुँदैन भन्ने कुरा पनि बुझ्नु जरुरी छ। सायद उहाँहरूले अब त्यो पछिल्लो दिनहरूमा ओलीको सरकार नेतृत्वमा सरकार वाम गठबन्धनको 6वटा प्रदेशमा सरकार बन्दाखेरि के हुन्छ? होइन, अब त्यसले त खास धेरै फरक पार्छ जस्तो मलाई लाग्दैन। 2/3 भएको ठाउँमा अब जस्तो प्रदेशको त आफ्नै छ। अब त्यसमा त्योमा भन्दा पनि अगाडि म एउटा कुरा गर्छु, उहाँहरूको
स्थिर सरकार त बन्छ तर देश स्थिर हुँदैन किनभनेदेखि देश चाहिँ युद्धमा अगाडि नै गइसकेको छ सुरु भइसकेको छ जस्तो हिंसात्मक खालको युद्धहरू चाहिँ सङ्घर्षहरू चाहिँ पहिला नै सुरु भइसक्यो जस्तो अब विप्लवको पनि सुरु भइसकेको छ अरूको पनि सुरु भइसकेको छ त्यो जाति र वर्गीय हिसाबका दुवै खालका हिंसात्मक आन्दोलनहरू सुरु भइसकेका छन् त्यसैले अब देशले त्यसलाई कसरी सम्बोधन गर्छ एउटा कुरा त्यहाँनिर रहेको छ यति हुँदै पनि भोलि त के छ भनेदेखि देश चाहिँ मेरो आफ्नो विश्लेषण चाहिँ के छ भनेदेखि देश चाहिँ अस्थिर हुन्छ सरकार 5 वर्षसम्म टिक्ला हो त्यो केही छैन तर सरकारले चाहिँ द्वन्द्व भइरहेको मुलुकमा सरकार स्थिर भएर पनि या विकासको कुरा गरे पनि समृद्धिको कुरा पनि त्यसले केही काम गर्दैन यति हुँदाहुँदै पनि प्रदेशमा र प्रतिनिधि सभा भनौँ न प्रतिनिधि सभामा बहुमत हुन्छ र 2/3 त पुग्दैन भन्ने स्पष्ट देखियो तर 2/3 भयो भनेदेखि चाहिँ संविधानैमा धेरै संशोधन गर्न सकिने अवस्था बन्ने भएको हुनाले अरू नै कुराहरूतिर जान्थ्यो कि अरू कुराहरू हुन्थ्यो कि भन्ने हुन्थ्यो त्यो चाहिँ अब देखिएन त्यसो हुनाले सरकार मात्रै स्थिर चल्ने भयो सरकार भनेको त के छ भने यो संविधान अहिलेका ऐनहरू बनाउने हो संविधानलाई नै कार्यान्वयन गराउने भएको हुनाले संविधानको स्पिरिटमा त बाहिर जान सक्दैन संविधानले जे निर्देशित गरेको छ त्यही अन्तर्गत रहेर रहने हो प्रदेश सरकारको पनि प्रदेशको काम अधिकारहरू जे अधिकार डोमेन छ अब राइट्स डोमेनभित्रका कामहरू गर्ने हो त्यो चाहिँ 2/3 भए पनि त्यसले गर्ने कामहरू मात्रै जुन सीमा तोकेको छ त्योभन्दा बाहिर जान सक्दैन त्यसो भएको हुनाले सरकारै बने पनि प्रदेशमा त अब प्रष्ट रूपले चाहिँ वाम गठबन्धनको सरकार बन्ने देखियो 6वटामा एउटामा मात्रै बन्दैन 2 नम्बर प्रदेशमा भन्ने देखियो अरू बाँकी प्रतिनिधि सभामा पनि धेरै मेजोरिटीका साथ चाहिँ उपस्थिति हुने भयो त्यसले गर्दाखेरि अब उहाँहरूले आफूले जे विचार राख्नु भएको छ जुन खालको वैचारिक सैद्धान्तिक धरातल छ उहाँहरूको र जे एजेन्डा लिएर चाहिँ अघि भने उग्र राष्ट्रवादी धार जुन पहाडी राष्ट्रवादको कुरा छ त्यसलाई सायद उहाँले सरकारले गर्न सक्ने कुरामा के अरे त्यसलाई कहीँ न कहीँ चाहिँ रिफ्लेक्ट गर्ने गरिकन काम गर्नुहुन्छ होला तर त्यसको अर्को पाटो के छ भनेदेखि त्यो त गर्नु चाहिँ हुन्छ केही उहाँहरूले उठाएका एजेन्डाहरू उहाँहरूले कमिटमेन्ट गरेका कुराहरू गर्नु त हुन्छ तर त्यसलाई स्थिरता दिँदैन त्यसले झन् अरू खालका विद्रोहहरू हुन सक्ने सम्भावनाहरू बढेर जान्छ हुन त अब उहाँहरू सरकारमा पुगिसकेपछि उहाँले जुन एजेन्डा जुन के अरे धरातलमा चाहिँ भोट पाउनु भएको छ मत पाउनु भएको छ त्यसलाई रिकन्सिडर गर्नुहुन्छ होला एजेन्डा त हो त्यो त विचारको कुरा हो अब त्यो चाहिँ आफू सत्तामा पुगिसकेपछि गर्न पनि सक्नुहुन्छ अब त्यो गर्नै सक्नुहुन्न कसरी प्रस्तुत होला जस्तो लाग्छ तपाईलाई चाहिँ प्रधानमन्त्री उहाँ भइसकेपछि आदिवासी जनजातिको मुद्दाको सवालमा अब ओलीजीको क्यारेक्टर के हो उहाँको विशेषता के हो भनेदेखि ऊ पहिला गिरिजा प्रसाद कोइराला भन्थ्यो नि म पछाडि फर्किएर हेर्ने मान्छे होइन भने जस्तो ओलीको पनि लगभग त्यस्तै मान्छे हुन् उनी पनि धेरै फर्किन नजान्ने मान्छे नै हुन् धेरै फर्किनु नजान्ने भन्नुको अर्थ चाहिँ आफ्नो अडानमा धेरै तलमाथि नगरौँ भन्ने खालको मान्छे भएको हुनाले धेरै फरक पर्छ भन्ने त लाग्दैन अब सानातिना नि मूल एजेन्डा भनौँ न वैचारिक सैद्धान्तिक हिसाबले निर्दिष्ट गरेको लाइनमा तलमाथि हुँदैन होला अब सानातिना के तल एड्रेस गरौँ न भन्ने कुराहरूसम्म हुनसक्छ किनभने अब आदिवासी जनजातिहरूकोले पनि थप अब विद्रोह गर्ने सम्भावना रहँदै गयो भनेदेखि त्यसले अरू देशलाई सकष्टमा लैजान्छ त्यसैले उहाँका सानातिना मुद्दाहरू चाहिँ हामी सम्बोधन गरौँ भन्ने चाहिँ हुनसक्छ तर मूल कुरामा उहाँको सम्झौता हुँदैन त्यो सम्झौता भयो भनेदेखि एमालेको मूल कुरै सिद्धिन्छ अहिले जुन ग्राउन्डमा मत ल्याएको छ त्यो ग्राउन्डै सिद्धिन्छ भनेपछि त त्यो यसमा अब बिस्तारै सिफ्ट त हुनसक्छ तर अहिले त्यो सम्भावना देख्दिनँ यो 5 वर्ष चाहिँ अब यसरी नै चल्छ होला जस्तो मलाई लाग्छ यसको अर्थ चाहिँ ओलीजीको नेतृत्वमा सरकारको गठन भएको अवस्थामा एउटा ढङ्गको विद्रोह गरिरहेको अहिले चाहिँ विप्लवको नेतृत्व रहेको पार्टी एउटा चाहिँ चुनौती उसको लागि रहने अर्को आदिवासी जनजाति रहने भन्ने कुरा तपाईँको स्पष्ट दृष्टिकोण हो त्यो चाहिँ दुईटा चाहिँ स्पष्ट चुनौती हुन्छ किनभने आदिवासी जनजातिहरूको एजेन्डा संविधानले सम्बोधन गरेन दोस्रो पोलिटिकल पार्टीहरूको
मेजर पोलिटिकल पार्टीहरू भनौँ न, अब पहिलो दोस्रो तेस्रो नै भनौँ अहिले काङ्ग्रेस एमाले र माओवादी। अब माओवादी र एमाले एक हुँदै हुन्छन् हुँदैन त्यो पनि दुविधाग्रस्त होला, अहिले भन्न सकिने अवस्था छैन। तर बाहिर फरकास्ट चाहिँ अब एक हुन्छ भन्ने गरिएको हुनाले पनि जनताले विश्वास गरेर मत दिए स्थिर सरकार बनोस् भनेर। तर त्यस्तो नहुन पनि सक्छ, किनभने त्यसका धेरै परिवेशहरू चाहिँ भन्दाखेरि चाहिँ माओवादी र एमाले नमिल एउटै पार्टी नहुन पनि सक्छ, नहुन पनि सक्छ। नहुन सक्ने कारण चाहिँ के छ भनेदेखि एक त दुईवटा फरक यो के अरे वैचारिक सैद्धान्तिक हिसाबमा अब धेरै विवाद भएन, एजेन्डाहरूमा उहाँहरूको विवाद रहेन, त्यो नै सबभन्दा ठुलो कुरा हो, त्यसले मिल्नुपर्ने हो। तर यो के छ भनेदेखि लामो अहिलेको पोलिटिकल पार्टीहरूमा के छ भनेदेखि वैचारिक सैद्धान्तिक सिद्धान्तले विचारले मात्रै काम गर्न छोडेको छ। त्यो चाहिँ खालि छ भने व्यक्तिको के स्वार्थ छ, पद कसले के पाउँछ भन्ने कुरा चाहिँ स्वार्थ केन्द्रित के अरे राजनीतिमा प्रवेश गरेको कारणले गर्दाखेरि अब यो त पार्टी एकीकरण गर्ने कुराहरू जस्तो कुराहरू त के छ भने स्वार्थमा बेस्ड भएर चाहिँ जाने भयो। अहिलेको कुरा त त्यो छ। अहिले समग्र हिस्ट्री हेर्दा पनि त्यही हो, एमालेमा भएको पनि त्यही, कसले के पद पाउँछ, माओवादीमा कहिले के पद पाउँछ भन्ने कुराले नै गाइड गरेर लगेको हुनाले अब फेरि त्यसमा नै विवाद हुँदैन भन्न सकिँदैन। अब मेरो पनि के छ भनेदेखि लामो एउटा पार्टी एकीकरण गराउने कुरामा मैले तीनवटा इभेन्टहरू छ। मैले पहिला एउटा दुईटा पार्टीहरू जस्तो जनमुक्ति र जनजाति पार्टीलाई एकीकरण गर्दाखेरि पनि म फेसिलिटेटर भएर त्यो एकीकरण गर्न लागेको। अनि अस्ति यो एमाले काङ्ग्रेसबाट विद्रोह गरेर अशोकजीहरू गर्दाखेरि पनि एउटै पार्टी बनाउनको लागि हामीले प्रयास गरेको। लिम्बुवानका 5वटा पार्टीलाई त एकीकरण गरायौँ नै हामीले। त्यसैले मेरो एकीकरण गर्ने कुरामा मेरो धेरै के छ भने अनुभव छ। त्यो अनुभवको कारणले के छ भने लास्टमा के हुँदछ भने वैचारिक सैद्धान्तिक कुरा गौड हुने र पद चाहिँ प्रथम भएर जाने। त्यो पद प्रथम भएर जाँदा चाहिँ पार्टी फुट्दो रहेछ। मैले अहिले यो एकीकरणमा पनि पदै मेजर कुरा हुन्छ होला जस्तो मलाई लाग्छ। त्यसो भएको हुनाले त्यो पद मिलेन भने चाहिँ पार्टी एक नहुन सक्ने सम्भावनाहरू छ। एक त उहाँहरूको के छ भने ब्याकग्राउन्ड पनि फरक धरातलबाट आउनुभएको छ। एउटा जनयुद्धको ग्राउन्डबाट आउनुभएको छ, एउटा चाहिँ लोकतान्त्रिक भनेर चाहिँ लामो समयसम्म एक्सर्साइज गर्नुभएको छ। उहाँका नेता कार्यकर्ताहरू पनि त्यही स्पिरिटमा आएका छन्। र अनि अर्को कुरा चाहिँ के छ भनेदेखि अहिलेको चुनावको नतिजाले पनि त्यो कुरालाई सिद्ध गर्छ, त्यसलाई मलजल गर्छ भनेको त्यसले पनि सहयोग पुर्याउँछ। किनभनेदेखि एब्सोल्युट बहुमत हुन सकेन एमालेको एब्सोल्युट बहुमत नहुँदाखेरि चाहिँ के छ भने अर्कोको साथ त चाहियो। तर एमालेको के छ भनेदेखि स्पेस धेरै भयो, उसलाई अप्सन धेरै भयो। माओवादीसँग नमिलेर अर्कोसँग पनि के अरे बनाउन सक्छ, उसलाई थोरै सिटको मात्रै जरुरत पर्ने भयो। त्यसैले किन गरिरहने, त्यहाँनिर पार्टीभित्र पनि धेरै कुराहरू हुन्छन्, धेरै प्लेयरहरू छन्, तिनीहरूले पनि अब्स्ट्रक्सन गर्न सक्छन्। त्यसो हुनाले त्यो भएको हुनाले चलखेल गर्ने ठाउँ धेरै भएको हुनाले पनि त्यसले पनि हुँदैन कि भन्नेतिर मलजल गर्न सक्छ। र अर्को कुरा चाहिँ के छ भनेदेखि प्रदेशमा चाहिँ अब एमालेको एब्सोल्युट बहुमत भएको कारणले गर्दाखेरि किन उहाँहरूलाई लिएर जाने, हामी आफै एब्सोल्युट बहुमतमा छौँ भन्ने पनि हुनसक्छ। त्यो धारणाले पनि काम गर्न सक्छ भन्ने हिसाबबाट यस्तै 2-4वटा कुराहरूले चाहिँ हुँदैन कि भन्ने हो। तर उहाँहरूको लामो कमिटमेन्ट फरकास्ट गरिसकेको, के अरे डिक्लेयर गरिसकेको र धेरै कुरा मिलिसकेको भनेको हुनाले त्यो चाहिँ एउटा नैतिक हिसाबले पनि पछाडि फर्किन चाहिँ नसक्ने अवस्था त छँदैछ। तर सम्भावना चाहिँ यस्ता सम्भावनाले पनि काम गर्न सक्छ है भन्ने कुरा हो। अब मेरो कुरा चाहिँ त्यति भन्दै म के भन्छु भनेदेखि अब यो त छँदैछ, तर यो हुँदाहुँदै पनि के छ भनेदेखि आदिवासी जनजातिहरूले संविधानमा पनि स्पेस पाएनन् र उनीहरूको मुद्दाहरू सम्बन्धन नभएको स्थितिमा उनीहरू पनि के छ भनेदेखि अब के गर्ने कसो गर्ने भन्ने अवस्थामा छन्। अब विप्लवको त उनीहरूले त युद्ध नै सुरु गरिसक्यो, युद्ध सुरु गर्यो हुनाले हिंसात्मक सङ्घर्ष आन्दोलन सुरु गरिसकेको हुनाले त्यो धारतिर त जाने नै भयो। र अर्को अरूले पनि विद्रोह गर्ने सम्भावना छ, मधेसीहरू पनि सन्तुष्ट छैनन् र आदिवासीहरू पनि सन्तुष्ट नभएको कारणले गर्दाखेरि अब विद्रोह गर्नको लागि त धेरै ठुलो फौज चाहिएन, सानो सेक्सनले मात्रै विद्रोह गरेर त्यसलाई चाहिँ त्यसको आकार बढाउँदै लैजान सक्ने सम्भावना भएको हुनाले नेपालमा म के देख्छु भने एब्सोल्युट बहुमत प्राप्त गर्दै पनि देश चाहिँ अस्थिर रहने दिशातिर जाँदैछ भन्ने मेरो चाहिँ आफ्नो विश्लेषण छ। नन्द कन्दङ्गवाजी, तपाईँले समेत आफ्नो विचार राख्नुभयो, विश्लेषण गर्नुभयो मुलुकको राजनीतिक परिस्थितिको विषयमा।
धन्यवाद फेरि भेटौँला ल हस् धन्यवाद धन्यवाद नमस्कार इन्डिजिनस टेलिभिजन ल नमस्कार जोजोलोपा म सेवारो पनि झिगु तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु ने नेवा ख्या छिछि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगो लोमङ्का दिमते नेवाला